साथीहरु, अनमोल केसी अभिनीत फिल्म जेरी अन टपले 10 करोड बढीको व्यवसाय गर्न सफल भएको छ। फिल्मले प्रदर्शनको 16 दिनसम्म देशव्यापी 10 करोड 51 लाख 48,000 बढीको व्यवसाय गरेको चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सनमा उल्लेख भएको छ। फिल्मले सोही अवधिसम्म 3,33,000 वटा टिकट बिक्री गरेको छ र बक्स अफिसमा कार्तिक 15 गतेसम्मको रिपोर्ट सार्वजनिक गरेको हो। सुयोग गुरुङले निर्देशन गरेका हिमाल आरोहणको कथामा बनेको फिल्ममा अनमोल केसीका अलावा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे र भुवन केसीको पनि मुख्य भूमिका रहेको छ। हुन त निर्माण युनिटले शुक्रबार नै फिल्मले 10 करोडको व्यापार गरेको आँकडा पार गरेको भन्दै केक समेत काटेको थियो र यो अवसरमा अभिनेता अनमोलले फिल्म सफल हुनुको कारण टिमवर्क नै हो भनेर भनेका छन्। तपाईले चाहिँ हेर्नुभयो त यो मुभी जेरी अन टप?